हेलो नमस्ते गुड इभिनिङ अल अफ यु दोस्त लङ टाइम पछाडि आज चाहिँ हामी खानेकुराको साथमा आइरहेछौँ नर्मल घरमै बनाएको आज यहाँ मोमो प्लस करेन्ट चाउचाउ चाहिँ हामी खान गइरहेका छौँ छोराछोरी अनि म अब हामी खाना सुरु गर्छौँ है गाइज। आज हामी दिदी भाइ म आज कम्पिटिसन गरिरहेछौँ मोमो र करेन्ट चाउचाउको। ल अब म अचार हालिदिन्छु ल। कसले छिटो खाइसक्छ है अचार। बाबु खाने कि नखाने? नखाने। ल अब चाहिँ दिदीभाइले खानेकुराको कम्पिटिसन गर्ने अरे भनेर यिनीहरूको रिक्वेस्ट अनुसार बनाएको है दोस्त गाइज, हेरिदिनु होला लास्टसम्म। हेलो दोस्त, अब म पनि खान्छु ल। आफैले बनाएको टमेटो हातले पिसेर टमेटोको अचार। सो टेस्टी गाइज। छोराछोरी कस्तो हुँदैछ? को फर्स्ट हुन लाग्यो? को फर्स्ट हुन लाग्यो? खोइ थाहा छैन। पछि करेन्ट चाउचाउ सबैले खाँदाखेरि हामीलाई नि खान मन लागिरहेको थियो कि त्यही भएर आज बनाएको। कस्तो छ? टेस्टी। छोराछोरीको रिक्वेस्टमा है दोस्त। यो चाहिँ आज खास चाहिँ मलाई यो करेन्ट चाउचाउ चाहिँ देख्दा खान मन लाग्ने हो। आफूले चाहिँ खाँदा अलिक अगाएको फिल हुन्छ। 1-2 चम्चा खाएपछि मैले पनि खाएँ ल। ल खाऊ खाऊ। गुड। आजको कम्पिटिसनमा को फर्स्ट हुन्छ है? तर म चाहिँ खाइसक्दिनँ जस्तो छ। कम्पिटिसन भएर टेस्टी नै भइरह। छोरा फर्स्ट भइसकेछ त मोमोमा त। छोरी कतिवटा पाइछौ? 5वटा। तिमी त ढिलो खाइछौ, भाइले खाइसक्यो। करेन्ट चाउचाउ पनि खाऊ है बाबु। मेरो अझै कति बाँकी छ? 2, 4, 6, 7वटा राख। अब त म भन्दा ढिलो खाएर म बोलेर बसेर होला नि। So yummy. नरम। टेस्टी। मोमो प्लस करेन्ट चाउचाउको आज चाहिँ हाम्रो नास्ता। नास्ता प्लस अब डिनरै भन्ने नि हुन्छ। अब यति खाएपछि डिनर खान सक्ने चम्चाहरू। कस्तो छ बाबु? मिठो। हो ल खाऊ, ल खाऊ खाऊ। खाएर देखाऊ गाइजहरूलाई कति छिटो खान्छ भनेर। छोराको
प्रतिभा वाउ कस्तो भयो मिठो भाइले जित्यो होइन आज भाइ फर्स्ट दिदी सेकेन्ड म लास्ट हुन्छु होला मम्मी म लास्ट पिरो भयो करेन्ट चाउचाउले त मिठो छ गाइस करेन्ट चाउचाउ कस्तो छ पिरो भयो कि भएन बोल्दै खाऊ न बोली नै आएन तिम्रो त मिठो छ गाइस है गाइज आज चाहिँ हाम्रो यहाँ खानेकुराको इस्टामेट यस्तो छ अब लास्ट 2 पिस दोस्त गाइज छोरा फर्स्ट भइगयो छोरी सेकेन्ड मम्मी लास्ट धेरै दिनपछि खायो है आज मोमो र करेन्ट चाउचाउ धेरै दिनपछि खाँदा मिठै हुँदछ दिनकै खाँदा मिठो हुँदैन मिठो आज चाहिँ पेट फुट्ने गरी खायो गाइज अब नेक्स्ट टाइम फेरि यस्तै यस्तै खानेकुराहरूको भिडियो लिएर आउनेछौँ होइन छोरी हो प्रतीक्षा गर्नुहोला लाइक कमेन्ट गर्नुहोला सेयर गर्नुहोला मेरो प्यारो प्यारो साथीभाइहरू अलिक पिरो पिरो भए जस्तो छ ओके बाई बाई आई लभ यु दोस्त जसले भिडियो हेर्नुहुन्छ जसको प्रोफाइलसम्म मेरो भिडियो आउँछ यसो लाइक कमेन्ट सेयर गरिदिनु होला फेरि नेक्स्ट टाइम यस्तै यस्तै सानो सानो खानेकुराको भिडियो लिएर आउनेछौँ हस् त नमस्ते आई लभ यु दोस्त बाई बाई